नमस्कार। माओवादी पुनर्मिलन कार्यक्रमको रिपोर्टिङको सन्दर्भमा हामी माओवादीको केन्द्रीय कार्यालय पेरिस डाँडामा आइपुगेका छौँ र यति बेला हामीसँग पूर्व प्रधानमन्त्री तथा हाल प्रतिपक्षी दलका नेता आदरणीय पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ। यहाँलाई शोणितपुर खबरमा हार्दिक स्वागत छ। धन्यवाद तपाईँ र तपाईँको पुरै टिमलाई। विशेष गरेर बदलिँदो विश्व भूपरिवेशमा कम्युनिस्ट आन्दोलनले अलिकति समयानुकूल परिवर्तन गर्न नसकेको हो कि भन्ने आलोचना हुँदै गरेको अवस्था र विचारधाराका हिसाबले पनि अध्यावधिक अलिकति समयानुकूल अध्यावधिक हुन नसकेको भन्ने आलोचनालाई पृष्ठभूमिमा राख्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई परिभाषित गर्नुपर्दा कसरी गर्नुहुन्छ? अब तपाईँले जो अन्तर्राष्ट्रिय सन्दर्भको पनि कुरा गर्नुभयो, पक्कै पनि विश्वमा 20औं शताब्दी 19औं शताब्दीको अन्त्यतिर र 20औं शताब्दीको सुरुबाट ठुल्ठुला क्रान्तिहरू